रामपुर नगरपालिका वडा नम्बर 4 देवीस्थानका गोविन्द बहादुर विकले कृषि पेसालाई आफ्नो मुख्य जीवनी आधार बनाउँदै केही गर्ने योजना बनाउनु भएको छ। रोजगारीका लागि 15 वर्ष पहिले दुबई बस्नुभएका गोविन्द बहादुरले 75 सालमा स्वदेश फर्के लगत्तै कृषि व्यवसायलाई आम्दानीको मुख्य स्रोत बनाउनु भएको हो। मौसमी तथा बेमौसमी तरकारी उत्पादनसँगै बङ्गुर पालन गर्दै आउनु भएको छ। उहाँले उत्पादन गर्नुभएको तरकारीहरू नजिकै रहेको पूर्वी पाल्पाको बेजाड बजारमा उचित बजारीकरण हुने हुँदा गोविन्द बहादुरलाई कृषि व्यवसायले राम्रो साथ दिएको छ। उत्पादन गरेको तरकारी बेजाडमै बेच्न पाउँदा खासै दुःख छैन बेच्नलाई। आफ्नो खाली रहेको छ रोपनी जग्गालाई प्रयोग गरेर व्यावसायिक रूपमा तरकारी खेती सुरु गर्नुभएका गोविन्द बहादुरले अहिले सिजनका तरकारीहरू करेला, घिरौला, भेन्डी, बोडी उत्पादन गर्नुभएको छ। उहाँको दिनचर्या कहिले बङ्गुरको रेखदेख त कहिले करेसापारीमा तरकारी गोडमेल गरेर बित्ने गरेको छ। कृषि व्यवसाय अन्तर्गत तरकारी खेतीले राम्रो बजार पाएपछि उहाँलाई यसैमा मात्र सीमित रहन मनले मानेन। अन्ततः देवीस्थान कृषि तथा पशुपक्षी फर्म नै दर्ता गरेर कृषि व्यवसाय अन्तर्गत तरकारी खेतीसँगै बङ्गुर पालनलाई उहाँले निरन्तरता दिनुभयो। बङ्गुर पालन र तरकारी खेतीबाट वार्षिक रूपमा 4 देखि 5 लाख भन्दा बढी आम्दानी गरेको गोविन्द बहादुरले सुनाउनुभयो। अब एउटा न एउटा पेसा त गर्नु पर्यो, त्यही भएर घरमै गाउँमै गरौँ भनेर बङ्गुर पालन तथा तरकारी खेती गरेको। के फलाउनुहुन्छ तरकारीमा? तरकारी बोडी, घेरम्ला, भेडरी, काँक्रा वार्षिक 4-5 लाख हुन्छ। पहिले स्वदेशमा रोजगार नपाएर वैदेशिक यात्रा तय गर्नुभएका उहाँले अहिले आम्दानीको प्रशस्त सम्भावना देख्नु भएको छ। व्यावसायिक रूपमा तरकारी खेती गर्न सिंचाई प्रबन्ध आफैले व्यवस्था गरे पनि रामपुर नगरपालिकाले 50% अनुदानमा बिउ बिजन उपलब्ध गराइदिएपछि उहाँलाई कृषि कर्ममा जोडिन थप सहज भयो। अहिले यही व्यवसायबाट आफूलाई सन्तुष्ट मिलेको उहाँको भनाइ छ।